अब मसँग केही स्वास्थ्यभन्दा बाहिर तपाईँले बोलेका केही विषय छन्, तपाईँले जवाफ दिनुहोस् भन्ने लाग्छ, थोरै छ। एउटा चाहिँ तपाईँले 2081 सालको जेठ 1 गते बोल्नुभएको रहेछ। के बोल्नुभएको रहेछ भने गिरिबन्धुका विषयमा तपाईँको धारणा, गिरिबन्धुमा राज्यको तर्फबाट गरिने नीतिगत निर्णयमा हुने गरेका ठूला भ्रष्टाचार प्रतिबिम्बित भएको छ। स्वार्थ समूहलाई प्रत्यक्ष फाइदा हुने लिने गरी कानुनले संशोधन गरेर नीतिगत निर्णय गर्ने कार्य जघन्य अपराध हो, कानुनको ठाडो उल्लङ्घन हो, शक्ति र पहुँचका आधारमा गरेको खुल्लमखुल्ला भ्रष्टाचार हो। अदालतले नीतिगत भ्रष्टाचार भएको किटान गरेकाले घोटालामा संलग्नमाथि कानुनी कारबाही गर्नुपर्छ भनेर बोल्नुभएको रहेछ 2081 सालको जेठ 1 गते। अहिले पनि यो कुरा बोल्न सक्नुहुन्छ, यसको जिम्मा लिन सक्नुहुन्छ कि घाँटी सुक्यो? होइन, मतलब अदालतले भनिसकेको कुरा त मैले बोले नबोले पनि त अदालतले बोलिसक्यो। मन्त्री पद जाला होइन, मतलब अदालतले के बोल्यो त्यो एउटा विषय हो। न तपाईँले प्रश्न गर्नु भएको छ, न मैले बोल्दाको। मेरो प्रश्न होइन यो, तपाईँले ठ्याक्कै कानुनको ठाडो उल्लङ्घन हो, शक्ति र पहुँचका आधारमा गरे खुलमखुला भ्रष्टाचार हो, अदालतले नीतिगत भ्रष्टाचार भएको किटान गरेकाले घोटालामा संलग्नमाथि कानुनी कारबाही गर्नुपर्छ तपाईँले भने हो। यसमा जोडिएको भन्ने तपाईँको मन्त्रीमण्डलको प्रधानमन्त्रीको नाम जोडिन्छ, अनि त्यो भन्नुभयो भने मन्त्री पद जान्छ भने। होइन, मतलब अदालतले भनेको कुरा लागू हुनुपर्छ भनेर मैले उति बेला भनेको हो, अहिले पनि भनिरहेको छु। अहिले भन्नुहुन्छ प्रधानमन्त्रीमाथि नै छानबिन गरौँ? होइन, त्यो त अदालतले प्रधानमन्त्रीमाथि छानबिन गरेर नीतिगत रूपमा जोडिएको भनेको तत्कालीन प्रधानमन्त्री, तत्कालीन मन्त्री पद्मा अर्याल लगायतको नाम जोडिएर आयो नि। होइन, मतलब नीतिगत रूपमा जोडिएको भन्ने कुरा अदालतले भने, नीतिगत रूपमा त्रुटि भएको भन्ने कुरा अदालतले भनेको छ। मुख सुक्यो? होइन, भनेको छ, मैले भने त तपाईँलाई। तपाईँको मुख सुक्यो? मेरो मुख सुक्या छैन, मैले भनिरहेको छु त। तर अदालतले गरेको कुरा त चाहिँ मैले कार्यान्वयन नगर भनेर हुन्छ? कार्यान्वयन हुन्छ नि। ओके, 2080 साल असोज 7 गते कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा तपाईले बोलेको अर्को विषय छ, पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको विषयमा तपाईले कस्तो मिठो कुरा भन्नुभएको थियो। हाम्रा मन्त्रीहरूले राम्रो काम गरेका छन् भनेर भाषण गर्न पाइन तपाईले बोलेको। अहिले चाहिँ देशमा सरकार छैन भनौँ भने सेतो हात्तीले बाली खाएको खाइछ, सरकार छ भनौँ भने जनताले दुःख पाएको पाइछ। मतलब होइन, त्यो कुरा पार्टीको बैठकमा मैले जुन बोलेँ त्यो एकदम उपयुक्त कुरा हो। अहिले होइन, अहिले त मन्त्री भएर मैले त्यही कुरा त बोल्न मिलेन नि, तर मेरो बारेमा त्यसरी नै अर्कोले प्रश्न गर्न मिल्छ। गरिसके हो, मिल्छ। देशमा सरकार छैन भनौँ भने सेतो हात्तीले बाली खाएको खाइछ, सरकार छ भनौँ भने जनताले दुःख पाएको पाइछ। होइन, मतलब अब मैले गर्न खोजेकै त्यही हो, मेरो साथीले मैले गरेको कामको प्रचार गर्न पाओस्, पार्टीलाई लोकप्रिय बनाउन पाइरहेको छ, होइन पाओस्। मैले कोसिस गरिरहेको छु नि। तपाईँले गरिरहनु भएको छ? एकदम डेफिनेटली मैले त कोसिस गर्ने हो, मैले कोसिस गरिरहेको छु, मैले मेरो जिम्मा लिने हो। मैले के मेरो साथीलाई म हिजो मैले जुन प्रश्न गरेको थिएँ, आज मेरो साथीले मलाई त्यो प्रश्न गर्न सक्छ, त्यसकारण मैले के गरेर देखाउनु पर्छ। ओके, 2080 साल भदौ 5 गते अर्को चिज बोल्नु भएको छ, भ्रष्टाचारका खोलिएका फाइल बन्द हुने खतरा छ, त्यति बेला बोल्नु भएको थियो। अहिले त फाइल खोल्न होइन, कारबाही अघि बढाउन पनि पार्टीको सदस्यता हेरिन्छ। किन यस्तो भएको? मतलब भ्रष्टाचारको फाइल बन्द गर्नुपर्छ भनेर न कसैले भन्छ, मैले खोलिनुपर्छ होइन। अहिले त्यसो गर्दैनन्। तपाईँको पार्टीको नेता जोडियो भने उसको सहकारीको मुद्दा पनि छानबिन हुँदैन, छानबिन पनि हुँदैन। तर अर्को पार्टीको भयो भने उसलाई सुरुमै डामिन्छ। तपाईँको सरकारको घटकको मान्छे भयो भने उसले मान्छे बोकेर जापान जान्छ, जापान त तपाईँलाई पनि डाम्छन् होइन, जापान जान्छ, उसलाई चाहिँ ससम्मान पार्टीमा राखिन्छ, जिम्मेवारी दिइन्छ। जो बिचरा तिनलाई पैसा दिने मान्छे थिए ती बिचरा तिनलाई थुनिन्छ। यस्तो हुन्छ सरकार? मतलब यो चाहिँ भ्रष्टाचार मैले गरेँ भने पनि मलाई कारबाही हुनुपर्छ। तपाईँले त हुँदैन, यति शक्तिशाली मान्छेलाई कारबाही हुन्छ, त्यो पनि सत्ताको। एकदम गलत कुरा हो यो चाहिँ। त्यो कुरा मेरो अहिले पनि छ, त्यति बेला नि थियो र भविष्यमा नि हुन्छ। मन्त्रीमण्डलको बैठकमा भन्नुस् न। कुरा के हो भने जस्तै तपाईँले अघि जापान भनेर भन्नु, मलाई डामे भनेको होइन, त्यसैले विषय के हो, विषय चाहिँ भ्रष्टाचारसँग जोडिएको छ भने त्यो फाइल खोलिनु पनि पर्छ। यो सरकारले त खोल्छ त? होइन, यो सरकारले खोल्दैन भनेर कसरी भन्नु? खोल्दैन किन म भन्छु नि। 2080 साल साउन 14 गते सुन काण्डको गहिराईमा गएर छानबिन गरिएन भने गृहमन्त्रीको राजीनामा माग्नुपर्ने हुन्छ, तपाईँले बोल्नु भएको। अब अहिले सुन काण्ड कता गयो? सुन माटो मुनि गयो। शरणार्थी काण्ड चुपचाप, सहकारीको त
यति धेरै प्रकरण छ होइन, यो सबै कुरो हेर्दा त सिधै प्रधानमन्त्रीको राजीनामा माग्ने जस्तो, गृहमन्त्री होइन प्रधानमन्त्रीको राजीनामा माग्ने जस्तो भएन। मतलब होइन, यी पछिल्ला चरणहरूमा त्यस्ता अरू काण्डहरू देखिएको छैन। तर तपाईँले भन्नुभएका पुराना काण्डको छानबिनको सन्दर्भ चाहिँ अब त्यो त्यो अहिले तैचुप मैचुप छ। होइन, तैचुप मैचुप भन्दा पनि ती सन्दर्भ हिजो पनि उठेका हुन्, अब आज गरिएन भने भोलि पनि उठ्न सक्छ। त्यसैले छानबिन गर्दा राम्रो, छानबिनको दायराभित्र ल्याउने कुरा चाहिँ सकिएको हो भन्ने मलाई लाग्दैन। तर अहिले चाहिँ कसरी हुन्छ जोगाउनेतिर ध्यान गयो भन्छन् है यो सरकारको। किन कङ्ग्रेस र एमाले लामो समय सत्तामा बसेका छन् होइन, धेरै मोटाका सुन्निएका जुगा बनेका यिनै छन् भन्छन् है। होइन, त्यो पनि अमूर्त कुरा हो, न्यारेटिभ के अमूर्त भयो र बनाउन खोजिएको कुरा धेरै हो। जसोको जीवनशैली हेऱ्यो भने थाहा भइहाल्छ नि, जागिर छैन, राजनीतिभन्दा अरू काम छैन, 4.5 करोडको गाडी चढेको छ, सिसावाल घरमा बसेको छ, 5 तारे होटलमा खाएको छ, छोराछोरीको अवस्था के हो, हुँदा हुँदा कस्तो भने यो बडो विडम्बनाको कुरा छ। फेरि राष्ट्रको पहिलो नागरिकलाई भन्नुपर्ने हो, उहाँको एउटा भनाइ हिजो म पढ्दै थिएँ होइन, म बडो मुर्छा परिरहेको छु। हाम्रा सन्ततिहरू अब नेपालमै बस्ने वातावरण बनाइयो भने मुलुकको समृद्धि हुन्छ भनेर हाम्रो राष्ट्रपतिले बोल्नु भएको रहेछ क्या, जसको छोरो बेलायतमा बस्छ। मतलब यदि मैले हाम्रा नेताको व्यक्तिगत रूपमा जोडिएका कमजोरीहरूलाई मैले चाहिँ ढाकछोप गर्न चाहन्न। तर कुरा के हो भने अब भ्रष्टाचारको सन्दर्भमा इभेन्ट घटनाहरू हुनु पर्यो, त्यो पुष्टि हुनु पर्यो। यो सरकार आएपछि हेर्नुहोस् त, काङ्ग्रेस एमालेको सरकार आएपछि एउटा पनि ठुलो काण्डको छानबिन भएको छ? एउटा पनि ठुलो काण्डको छानबिन भएको छ कि काण्डै छैन? होइन, मतलब त्यो सकिएको छैन नि। ए बेला आउँछ होइन, बेला आउँछ भन्ने भन्दा पनि त्यो चाहिँ त्यो बन्द भयो, छानबिन हुँदैन, त्यो सकियो भन्ने छैन। कहिले हुन्छ? कहिले हुन्छ भने तपाईँलाई ठिक छ। 80 साल असार 23 गते तपाईँ बोल्नुहुन्छ, म टिपेर ल्याउँछु। 80 साल असार 23 गते तपाईँले भन्नुभएको छ त्यति बेलाको सरकारलाई, सरकार यसरी नै चलिरह्यो भने 2084 मा जोसँग मिले पनि काङ्ग्रेसले जित्दैन तपाईँले भन्नुभएको। त्यो मैले भनेको होला, भनेको अब प्रश्न सोधौँ। मैले त्यो त एउटा सांसदले अथवा एउटा पार्टीको सेन्ट्रल कमिटीको मेम्बरले सरकारलाई काम गर भनेको, मलाई मेरो साथी जो सेन्ट्रल कमिटीमा हुनुहुन्छ उहाँले मलाई काम गर भन्ने कुरा के अनुपयुक्त भनेको? पढ्नुहोस् न, मेरो प्रश्नै बाँकी छ। यो त तपाईँले भनेको भनाइ, तपाईँ कति दूरदर्शी नेता के? यही हालत हो भने त काङ्ग्रेसले 84 को चुनाव लड्नु पनि पर्दैन नि त। होइन, मैले इन्टरनल फोरमहरूमा त्यो कुरा उठाएको हो। त्यो चाहिँ केलाई भनेको भने काम गर्न प्रेरित गर्नका लागि भनेको होइन। मैले अघि तपाईँले भन्नुभएको जस्तै त्यो पनि मैले उठाएको विषय भयो। मैले काम गरेर मेरो साथीलाई चाहिँ काङ्ग्रेसले काम गर्यो होइन, मेरो साथी मन्त्रीमण्डलमा गएको थियो, यस्तो काम गर्यो भनेर भन्न पाउने खुराक मैले दिन सक्नुपर्छ होइन। आज हिजो म प्रश्न उठाउने ठाउँमा थिएँ, आज अरूले प्रश्न उठाउँछन्, म चाहिँ जवाब दिन नसक्ने हालतमा छु। काम गरेर म त्यस्तो डिफेन्सिभ पोजिसनमा छैन। मैले प्रश्न ढङ्गले स्वास्थ्य मन्त्रीका रूपमा तपाईँमाथि मेरो धेरै प्रश्न छैन। तपाईँ साँच्चै केही गर्ने कोसिस गरिरहनु भएको छ, मेरो एकदम अनन्य मित्र पनि हो। म तपाईँलाई शुभकामना र तपाईँले गरिरहेको कामको मुक्त कण्ठले प्रशंसा गर्छु। तर तपाईँको पार्टी, तपाईँको जुन सरकार छ नि, त्यो देख्दा चाहिँ तपाईँ त्यो सरकारमा नाक थुनेर बस्नुहुन्छ होला है जस्तो लाग्छ। मतलब होइन, त्यो सरकारकै पनि त्यो खालको अवस्था छ भन्ने चाहिँ मलाई लाग्दैन। तर कुरा के हो भने मैले त मेरो जिम्मेवारी राम्रोसँग निर्वाह गर्न कोसिस त्यसले काम गर्दैन गर्नुपर्छ भन्ने